इच्छा नभएरै पनि दुई दुईचोटि श्रीपेश लगाएका ज्ञानेन्द्र वीर विक्रम शाह नेपालका अन्तिम राजा मात्रै नभएर अन्तिम हिन्दू राजा पनि हुन्। विक्रम सम्वत 2007 साल कार्तिक 22 गते 3 वर्षकै छँदा पहिलोचोटि उनको शिरमा श्रीपेश लगाइयो। त्यसपछि विक्रम सम्वत 2058 साल जेठ 22 गते दोस्रोचोटि उनको राज्याभिषेक भयो। त्यसपछि 2065 जेठ 15 गतेदेखि भने नेपालमा औपचारिक रूपमा राज संस्थाको अन्त्य भयो। राजा ज्ञानेन्द्रले त्यो बेला नै यस्तो भनेका थिए, मैले देश छोडेर जाने सोच बनाएको पनि छैन। म मातृभूमि नेपालमा नै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउन चाहन्छु। त्यसपछि उनी मौन बसे, तर अब भने उनी मौन नबस्ने पक्का छ। नयाँ वर्षको पूर्व सन्ध्यामा उनले नेपालीहरूको माझमा यस्तो सन्देश राखे, हामी अस्थिरता, अशान्ति, अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहन्छौँ। नयाँ विचार धारणा लिएर आन्दोलन गर्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता, साथै यस्तो आन्दोलनहरूमा सबैले संयमता अपनाउनु पर्ने पनि उनले भने। समाजका विभिन्न दल, वर्ग र जन समुदायले आफ्नो धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो। तर त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनु पर्दछ। केही दिन अघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, त्यसबाट जस प्रकारको मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो। हामी सबैले राम्ररी बुझ्नै पर्ने अर्को महत्त्वपूर्ण कुरा पनि उनले भने, संसार धेरै अघि बढिसक्यो, तर हामी यो वा त्यो वादको चक्रव्यूहमा फँसेका छौँ। नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नुपर्छ। नेपाली बीच द्वन्द्व नहोस्, परस्पर अविश्वास र हिंसाको दुःखद मनस्थिति नबनोस्। देशवासीहरू कुनै पनि नाम र न्युहुमा ध्रुवीकृत नबनुन्। नेपालीको एकतामा नै नेपालको भविष्य निहित रहेको यथार्थलाई हामीले आत्मसात गरेका छौँ। सबैले यही वास्तविकतालाई आत्मबोध गर्नुपर्दछ भन्ने ठान्दछौँ।